नमस्कार सम्पूर्णलाई नमस्कार। मैले विदेशमा बस्ने नेपालीहरूको लागि जीवनमा आधारित 2-4 शब्द कोरेको छु। यहाँको माझ पस्किन गइरहेको छु। के कस्तो लाग्छ स्वीकार्नु होला। गाउँमा एउटा युवा छैनन् बाबा आमा घरमा। गाउँमा एउटा युवा छैनन् बाबा आमा घरमा। कसले गर्ने खेतीपाती मेला पात परमा। कसले गर्ने खेतीपाती मेला पात परमा। चाडबाड आउँदा परिवारको साथमा बसी खानी। आशमा बित्छ क्यारे अब जिन्दगानी। चाडबाड आउँदा रुन्छ मन भागमै झर्छ आँसु। आफ्ना भन्ने साथमै छैनन् कसरी म हाँसु। आफ्ना